ल अब नाइटको स्किन केयरतिर लागौँ। मसँग छ पाल्मरको क्लिन्जिङ ओइल अनि सेरावीको चाहिँ यो हाइड्रेटिङ फेसियल क्लिन्जर। लेट मी वास माई फेस एन्ड कम ब्याक। मसँग टोनर छ स्विस इमेजको एब्सोल्युट रेडियन्स टोनर अनि त्यस पछाडि यो स्नेलको म्युसिन छ, तर यो चाहिँ मेरो सिद्धिसकेको छ, म कङ्गाल भइसकेको छु गाइज होइन। अनि मसँग स्विस इमेजको हाइलोरोनिक एसिड र नाइसिनामाइड भएको यो छ एउटा एक्वा बुस्टको, एकदम राम्रो छ यो। अनि एनवाको टीएक्सी 10% भएको सेरम छ, त्यो पनि सकिन लागेको छ। अनि यो चाहिँ मसँग रेटिनोल छ न्युट्रिजेनाको, यो पनि 2 ड्रप्स, लिटरली 2 ड्रप्स मात्रै बाँकी छ। अनि अर्को चाहिँ न्युट्रिजेनाकै हाइड्रा बुस्ट छ, यो चाहिँ मोइस्चराइजर जसरी युज पनि गर्न सकिन्छ, तर म चाहिँ बिफोर मोइस्चराइजर युज गर्छु यसलाई। अनि फाइनली आई हेभ सेटापिलको मोइस्चराइजर, जुन चाहिँ मैले बिहान पनि युज गरेको थिएँ। अनि यसमाथिबाट म भ्यासलिन युज गर्छु, अस्ति पनि मैले हालेको थिएँ। अब लेट स्टार्ट माई स्किन केयर, तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। अनि आई एम अपलोडिङ माई स्किन केयर रुटिन सो द्याट some of the brand can approach me के PR प्याकेज चाहिएको छ मलाई ब्रोहरू होइन। एकदम कङ्गाल भइसकेको छु म, स्किन केयर किन्न सक्ने मेरो अवस्था छैन, सबै रित्तिसकेको छ। हजुरहरूले हेर्न सक्नुहुन्छ, अब त्यहाँ हेर्नु है त, बट्टा ठ्याप 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 पार्दा पनि मसँग छैन कि, पैसै आएको छैन। ब्याकग्राउन्डमा चाहिँ मेरो बुहारी पनि आइरहेछन् हेर्नको लागि, अनि म उसलाई सुनाउँदैछु कि अब म पनि खतरा खतरा स्किन केयर हाल्छु अनि त्यस पछाडि मलाई PR प्याकेज आउँछ भन्दै पुरा खुसी हुँदै सुनाउँदैछु। यो चाहिँ फाइनली मसँग अलिकति धेरै नै स्टक ल्याएको थिएँ मैले युएबाट, त्यही भएर छ यो चाहिँ एक्स्ट्रा। अनि यो चाहिँ एकदम राम्रो छ कि यो एक्वा बुस्टको, यसको माइल्ड फ्रेग्रेन्स छ एक्वावाला, एकदम मलाई एकदम मनपर्ने जेल टेक्सचरमा छ, एकदम राम्रो छ यो। अनि त्यस पछाडि मसँग अर्को छ कि रेटिनलको, त्यो पनि सकिसकेको छ कि ब्रोहरू। यस्तै हो होइन जिन्दगी, पैसा नभएपछि अब के गर्नुपर्दो रहेछ, ब्रान्डले एप्रोच गर्छ भनेर यो सबै गरिरहेको छु मैले। आई होप कुनै ब्रान्डले मलाई त थास्तु गर्नेछ अनि म धनी हुनेछु भनेर। के लाग्छ त तिमीहरूलाई गाइजहरू? आम्मा भोइस ओभर गर्नु कस्तो ल्याङ हुने रहेछ यार, के बोल्ने हुँदो रहेछ। ल मैले भर्खर एनवाको चाहिँ टीएक्सीवाला सेरम लगाएँ, यसले चाहिँ अलिअलि चम्काइरहेको छ मेरो फेसलाई। यसले चाहिँ स्पेसली डार्क स्पट पिगमेन्टेसनहरूलाई चाहिँ रिड्युस गर्न हेल्प गर्छ भनेर लगाएको मैले। मेरो पिगमेन्टेसन हल्का रिड्युस भयो जस्तो लाग्छ, कहिलेकाहीँ चाहिँ फेरि त्यो घामले गरेर एक्सपोज भएर अलिकति बढी नै हाल्छ। अनि हेर्नुहोस् रेटिनोल, आई हेभ अलरेडी टोल्ड यु न, मसँग रेटिनोल नभएर हेर उहाँ ठ्याप 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 पार्छु, लिटरली 2 ड्रप्स थियो क्या त्यहाँनिर, त्यो 2 ड्रप्स पनि मैले खेरा फालिनँ होइन। मिल्ने भयो म त्यो सिसाको बोतल फुटाएर तानी पनि लगाउँथेँ, अब त्यो प्लास्टिकको भइदिएको भयो, बट इट इज सिसाको, त्यही भएर लाउन मिल्दैन, अनि त्यही भएर मैले लगाइनँ होइन गाइजहरू। अनि यो न्युट्रिजेनाको हाइड्रा बुस्ट एकदम राम्रो छ यो ड्राई स्किनको लागि, एकदम के भन्छ माइल्ड खालको छ कि, त्यस्तो क्रिम बेस भए पनि जेल टाइपको क्रिम बेस छ, त्यही भएर राम्रो छ यो। अनि अर्को चाहिँ सेटापिलको लगाइसके पछाडि त यो नो फेरि म बिचमा म बुहारीसँग पुरा मन्द मुस्कान पनि दिइरहेको छु होइन। अनि यस्तै हो भन्ने आएन गाह्रो रहेछ हौ गाइजहरू यो गर्नको लागि चाहिँ। ब्याकग्राउन्डमा तपाईँहरू मेरो के हाँसेको पनि सुन्नुहुन्छ होला होइन, जस्ट इन्जोय इज लाफ अल्सो। अनि